नमस्ते सबैजनालाई। सन्चै हुनुहुन्छ? म पनि सन्चै छु भन्ने कि बिसन्चो छु भन्ने यस्तै छ। सर्दी जुकाम लागेर हैरान। म चाहिँ मेरो बाबुको लागि टिफिन बनाउँदैछु, पास्ता। त्यसलाई मसला पिसेर हालेको मन पर्दैन, लसुनको हात हालेछु, त्यसैले बनाइदिन्छु। खुर्सानी पनि खाँदैन धेरै, अब त्यसले नाइ भन्दा भन्दै पनि अलिकति काटेको छ, त्यही खुर्सानी हालिदिन्छु। के पो गर्ने हो, खाने हो कि भन्ने। चिसोले नाकमुख बन्द भएर हैरान छ हौ साथी। न चिसो सहन सकिने मान्छेको जातलाई, न घामलाई कता गएर बस्नु हो। त्यस्तो ठाउँ कतै छ भने भनिहाल्नु मलाई। तेल हालिन्थे। चाउचाउ पनि हालिदिन्छु अलिअलि स्वादको लागि, बिना मसलाको है। त्यही भएर धेरै पकाइहाल्नु छोरीले आज। धेरै पाके पनि थिएन हौ साथीहरू, अलिकति के हो खै यस्तो। यो पालिको पास्ता चाहिँ निकै धुली छ हौ, खराब भएको छ क्या पास्ता पनि। सादा पास्ता मनपर्छ मेरो छोरालाई, त्यसैले बनाइदिएको। त्यही पनि धुलेर बच्चाले खाने जस्तो भयो। अब टाइम भयो छैन त अहिले, पछि पछि जानुपर्छ, झ्याउ लाग्छ त। के को झ्याउ भयो?